यति बेला सुनाउन चाहन्छु है। एउटा गाउँमा एउटा केटा हुन्थ्यो जो आफ्नो बाबाको एउटा आँखा थिएन। बाउको एउटा आँखा नभएको बाउसँग ऊ बस्थ्यो र हाम्रो समाजमा बाहिरी रूपलाई भन्दा भित्री माया ठुलो मानिन्छ कि मानिँदैन होला। आजको संसारमा बाहिरी रूपलाई नै ठुलो ठान्छ होइन, र भित्री मनको भावना प्रेम त्यो कसैले पनि बुझ्दैन। त्यो केटाले पनि यो संसारमा त्यस्तै नै सिकेको थियो है। हरेक बिहान उसको बाबा त्यो थोत्रो चप्पल लगाएर अनि त्यो पुरानो टोपी अनि त्यो एउटा आँखा थिएन त्यही आँखा लिएर आफ्नो छोरालाई चाहिँ स्कुल पुर्याउन जान्थ्यो अरे। अनि तर त्यही आँखा केटाको लागि एकदम लाजको कारण बनिरहेको थियो। स्कुल पुग्दा साथीहरूले उसलाई जिस्काउँथे अरे कि तेरो बाबा त कानो रहेछ, कस्तो डर लाग्दो तेरो बाबा। हाँसोको बिचमा उसको मन टुट्यो अनि बिस्तारै बाबुप्रति उसको घृणा बढ्दै गएछ है। अब ऊ चाहन्थ्यो कि बाबुको अनुहार एक कहिल्यै हेर्न नपरे हुन्थ्यो जस्तो उसलाई चाहिँ एकदमै महसुस भयो। त्यो स्कुलमा सबैको बाबा मम्मी पुर्याउन जाँदा आफ्नो बाउ चाहिँ त्यो थोत्रो कपडा अनि त्यो थोत्रो चप्पल, फाटेका लुगा अनि फोहोर मैला पनि होला होइन। अनि त्यो बाउ अनि त्यहीमाथि एउटा आँखा नभएको यस्तै त होला नि होइन। अनि ती साथीहरूले जिस्काउँदा उसलाई चाहिँ एकदमै धेरै नै नराम्रो लाग्थ्यो अरे कि। तर उसको बाबुले उसको लागि दुःख गरेर माया गरेर है, आफूले नखाएर आफू भोको पेट बसेर अर्काको काम गरेर रगत पसिना एक गरेर उसलाई पढाएको उसले पटक्कै याद गरेन है। उसमा चाहिँ यति धेरै घृणा बढेछ कि आफू बाउ उसलाई हेर्नै मन नलाग्ने, देख्नै मन नलाग्ने। त्यो दिनदेखि उसको नजरमा बुबा बाबा होइन लाजको कारण बन्यो। अनि उसले चाहिँ त्यो यति धेरै मेहनत गरेछ, दिन रात मेहनत गर्यो, पढ्यो, सहरमा गयो, जागिर खायो र घरजाम गरेछ। बिस्तारै उसले अतीतलाई चाहिँ मेटे चाहिँ आफ्नो बाबाको पाना उसको जीवनबाट चटक्कै मेटेछ। यानि कि उसले आफ्नो बाबालाई छोडेर सहरमै गयो, ऊ आफू सेटल भयो। उसको बाउले उसको निम्ति दुःख गरेको तपाईँहरूले उस फिल्म हेर्नुभयो कि भएन? पूर्णबहादुरको सारङ्गी जस्तै कथा रहेछ है। त्यस्तै कथा रहेछ। त्यो फिल्म हेर्नुभयो भने पनि धरी रुनुहुन्छ। सेम यस्तै कथा रहेछ त्यो पनि। तपाईँहरूलाई सेयर गर्नु मात्रै खोजेको है। उसले त्यो आफ्नो बाउलाई बिर्स्यो कि उसलाई त्यो बाउ भन्ने नै लाज र एकदमै घृणाको पात्र लागेपछि चाहिँ उसले के गर्यो, ऊ सहरमा गयो, पढ्यो होइन। उसले चाहिँ सबै चिज उतै गर्यो, घरजाम गर्यो, बच्चा बच्ची भए। उसको जीवनबाट त्यो बाउ भन्ने शब्द छ भन्ने कुरा बिर्सिसकेको हुन्छ है। अनि वर्षौंपछि एउटा साँझमा एउटा बुढो मान्छे धुलोले ढाकेको शरीर लिएर अनि एउटा आँखा नभएको अनि थर काँप्दै चाहिँ उसको घरको ढोकामा चाहिँ ऊ आइपुग्छ। अनि ढोका खोल्छ जब छोराले, त्यो बाउ अचम्ममा पर्छ है। अनि ढोका खोलेर त्यो अचम्म परेपछि त्यो मुहार त्यो अनुहार सम्झेपछि उसको बाल्यकालको लाज उसको जीवनमा फेरि फर्केर आउँछ र उसले कठोर स्वरमा भन्छ, तपाईँ किन आउनुभएको यहाँ? तपाईँको अनुहार पनि म हेर्न चाहन्न। तपाईँको कारणले म जीवनभर आफूलाई अपमानित महसुस गर्छु। भित्रबाट उसका छोराछोरीहरू पनि बाहिर आउँछन् र भन्छन्, बाबा यो कस्तो डरलाग्दो मान्छे, कस्तो राक्षस जस्तो मान्छे भनेर चाहिँ ती साना बाबु नातिनाले भन्छन्। ती शब्दले बाबुको आत्मा चाहिँ चिरिन्छ। मुस्कुराउने कोसिस गर्दै उसले भन्छ कि म गल्तीले यहाँ आएछु बाबु, म फर्किन्छु
माफ गर, म झुकेर आएछु, म अन्तै जानुपर्ने यहाँ आएछु भनेर चाहिँ ऊ त्यहाँबाट फर्किन्छ। एउटा शरीर मात्र होइन, एउटा जीवन त्यही बाटोमा ओझेल पर्छ। अनि जब ऊ यो समयपछि ऊ आफ्नो घर फर्किन्छ अनि केही दिनपछि अनि उसलाई चाहिँ एउटा चिठी आउँछ। अनि एक दिन गाउँबाट खबर आउँछ उसलाई, तिम्रो बाबा त बित्नु भयो भनेर। अब बाउ बितिसक्यो भनेर समाजले बोलाइसक्यो, तिम्रो बाउलाई उठाउने मान्छे कोही पनि छैन, तिमी जसरी भए पनि आऊ भनेपछि चाहिँ अनि उनी गाउँमा गएर बाबुको त्यो सानो घर सुनसान थियो। अनि एउटा पुरानो बाकससँग एउटा चिठी थियो। धेरै पछि बाबाले लेखेका ती अन्तिम शब्दहरू उसको हातमा पर्छ। त्यहाँ लेखिएको थियो, प्रिय छोरा, मलाई थाहा छ तिमी मलाई घृणा गर्छौ र सायद म त्यसैको लायक छु होला, तर तिमीलाई थाहा छ बाबु, मैले मेरो आँखा किन गुमाएँ? जब तिमी सानो थियौ हाम्रो एउटा भीषण दुर्घटना भएको थियो। त्यो दुर्घटनामा तिम्रो आमाको मृत्यु भइहाल्यो र तिमीले त्यस समयमा एउटा आँखा गुमायौ। म तिमीलाई यस्तो अधुरो जीवन बाँच्न नदिउँ भन्ने चाहन्थेँ, त्यसैले मैले मेरो एउटा आँखा तिमीलाई दिएँ ताकि तिमी मलाई पुरै देख्न सक। त्यस दिनदेखि म संसार पनि आधा मात्रै देख्थेँ, तर तिमीलाई पुरा देख्न पाउँदा मन भरिन्थ्यो, तर म खुसी हुन्थेँ। तिमीले मलाई लाजको रूपमा देख्यौ, तर म तिमीलाई गर्वको रूपमा देख्छु। म खुसी छु बाबु, किनभने तिमी अब पुरा छौ। भलै म आधा भएँ, म आधा देख्छु। तिम्रो जीवनमा फुले झैँ फुलोस्, तिम्रो जीवन फुल झैँ फुलोस्, तिम्रो जीवन सधैँ मुस्कुराइरहोस्। मेरै अन्तिम आशिष हो तिमीलाई, तिम्रो एउटा आँखा नभएको बाबा। चिठीको अक्षरहरू पनि भिजेका थिए, सायद आँसुले लेखिएको थियो वा त्यही एउटै आँखाबाट बजेको आँसुका थोपाहरू। छोरा त्यस चिठीमा टाउको राखेर रुन थाल्छ। यो रुदाको आवाज हावासँगै बगिरहेको थियो। बाबा, मैले तपाईँलाई बुझ्न सकिनँ। कथा यहाँनिर अन्तिम हुन्छ। प्रिय दाजुभाइ दिदीबहिनीहरू, हामी आफ्नो बाबा आफ्नो आमालाई हामी के गर्छौँ? जिउँदो हुन्जेल चाहिँ के खान्छौ बाबा, के लगाउँछौ, केही आवश्यकता छ भनेर हामी सोच्दैनौँ क्या। अनि हाम्रो चाहिँ बानी कस्तो छ भने हाम्रो जीवन सकिन्छ, ढलिसक्छ, गइसक्छ, त्यसपछि चाहिँ मान्छेहरू बोलाएर 4 लाख रुपियाँ खर्च गरेर हामीले त्यो दिँदा के त्यो बाबाले पाउँछ होला र? होइन, पाउँदैन पक्कै पनि। त्यस कारणले जिउँदो हुँदा नै माया गर्नु होला मेरो प्रिय दाजुभाइ दिदीबहिनीहरू। बाबाको यो कथाले मलाई लाग्छ तपाईँको जीवनमा नयाँ जोस भरिनेछ र बाबालाई हेर्ने दृष्टिकोण तपाईँको बाबा होला भलै अरूको नजरमा कालो हुनु होला, तपाईँ अरूको नजरमा नराम्रो हुनु होला, गनाउने हुनु होला, झुत्रे झाम्रे हुनु होला, अथवा केही न केही हुनु होला, केही खराबी होला, तर तपाईँ आज गर्व गर्न सक्नुहुन्छ कि बाबाले तपाईँलाई यो ठाउँमा पुर्याउनु भएको छ र जुन संसारमा तपाईँ आज हिरो देखिनु भएको छ, हिरोइन देखिनु भएको छ। रेस्पेक्ट बाबाको लागि सबैको तर्फबाट।